अब भने हामी अर्को सेगमेन्टतर्फ लाग्न चाहन्छौँ जसलाई प्रायोजन गर्नुभएको छ स्काइवर्थले। स्काइवर्थको स्लोगन नै के छ भने घरमा सबैको प्यारो है। अब त्यसैलाई नै मिलाएर हामीले राखेका छौँ तपाईँको प्यारो। तपाईँको चाहिँ सबैभन्दा प्यारो मान्छे को र किन? एकदमै प्यारो अब त्यस्तो कोही छँदैन छैन, तर अब दर्शक हो मेरो लागि मेन चाहिँ। जस्तै मेरो अब घरको पाटो छुट्टै नै भयो। अब हेर्दाखेरि अब मलाई जे काम दिइरहेको छ काम ठुलो हो, काम जसले मन पराइदिनु उहाँ ठुलो हो, त्यस्तो लाग्छ मलाई चाहिँ। यहाँको सबैभन्दा प्यारो दर्शक। कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। फेरि यता मान्छेले देख्दा पनि आमाले चाहिँ नराम्रो, आमाले जन्म दिएर यस्तो उस्तो भन्नु होला, तर आमा पनि एकदमै हुनुहुन्छ। तर उहाँहरू इक्वलै हुनुहुन्छ मेरो लागि चाहिँ है। मान्छेको सोचाइ भनौँ न एउटा। अब केही गिफ्ट ह्याम्पर रहेका छन्। हजुर यो राम्रो रहेछ त। यो प्यारो हजुर। भर्खरै हामीले सेगमेन्ट सकायौँ होइन। स्काइवर्थले प्रायोजन गर्नुभएको तपाईँको प्यारो स्काइवर्थको तर्फबाट यो गिफ्ट ह्याम्पर यहाँको लागि। थ्याङ्क यू।